साथीहरू हामी नेपालीहरूलाई चाहिँ मान्नै पर्छ के किन भनेर तपाईँले सोध्नुभयो भने त्यसको उत्तर चाहिँ मैले यसरी दिन्छु। पोखरामा रहेको एउटा ब्याङ्क, एउटा एनएमबी ब्याङ्क भन्ने एउटा ब्रान्च रहेछ। त्यो ब्याङ्कको म्यानेजर जीवा बरालज्यूले चाहिँ आफ्नो घरमा आएको पाहुनालाई यस्तो गर्नुभएछ कि पाहुनालाई ल्याएर मिठो नमिठो के छ घरमा बनाएर खुवाउनु भएछ। खाँदै गर्दाखेरिमा पाहुनासँग डिस्कस परेछ, झगडा परेछ। झगडा पर्दाखेरि उहाँले के भन्नुभएछ भने तपाईँले यो खानाको पैसा तिर्न सक्नु भएन भने म सबै जुठा भाँडाहरू मेरो घरमा जति पनि छन् सबै तपाईँलाई माझ्न लगाउँछु, तपाईँ राजी हुनुहुन्छ भनेर सोध्नु भएछ। र त्यो पाहुनाले के भन्नुभएछ भन्दाखेरिमा म तपाईँले खाएको भाँडा त म माझ्न सक्दिनँ होला, तैपनि मैले खाएको खानाको पैसा चाहिँ तपाईँलाई दिन्छु भनेर उसले चाहिँ त्यो पाहुनाले चाहिँ 100 रुपियाँ, नेपालको 100 रुपियाँ चाहिँ उहाँले हातमा थमाइदिनु भएछ। त्यो थमाइसकेपछि हाम्रो जीवा बरालज्यूले चाहिँ के भन्नुभएछ भने म के 100 रुपियाँ लिने मान्छे हो, मसँग हातमा लगाएको औँठी मात्रै 1.5 लाख रुपियाँको छ, यानि कि नेपालको 1,50,000 को छ भनेर चाहिँ त्यो पाहुनालाई भन्नुभएछ। र उहाँले भन्नुभएछ फेरि तपाईँले 100 रुपियाँ थोरै, तपाईँलाई 100 रुपियाँ थोरै लागेको हो भने नेपालकै सबैभन्दा ठुलो नोट 1000 लिनुहोस्, तपाईँले 1000 खोज्नु भएको होइन भनेर उसले 1000 दिएपछि कुरा चर्किँदै गयो। चर्किँदै जाँदाखेरिमा त्यहाँ रहेका छरछिमेकीहरूले तल्लो घर माथिल्लो घर सबैले सुन्नुभयो र उहाँलाई सम्झाउनु भयो, जीवनाथ बरालज्यू यस्तो नगर्नुहोस्, तपाईँको घरको बेजेत अरू नगर्नुहोस्, तपाईँ आफैले नगर्नुहोस् भन्नुभएछ। उहाँले सुन्नु भएन। त्यसपछि झन् कुराहरू चर्किँदै गयो, बातहरू चर्किँदै गयो। उहाँले यो पनि भन्नुभयो कि मेरो घरको कुरा ठुला ठुला स्वरमा ठुला ठुला आवाजमा तपाईँले अरूलाई सुनाउने होइन, यो मलाई सोध्ने हो, मलाई भन्नुभन्दा पहिला, मलाई गर्नुभन्दा पहिला भनेर चाहिँ उहाँले भन्नुभएको छ। र साथीहरू यस्तै कुरा गर्दै जाँदाखेरिमा साथीहरू उहाँले त्यसो भन्नुभयो, त्यस्तो व्यवहार गर्नुभयो। त्यो पाहुना चाहिँ एकदम न्याउरे अनुहार लगाएर हुन्छ भनेर उहाँबाट छुट्टिनु भयो। यो कुरो कुनै तल्लो घर माथिल्लो घरको होइन, एउटा विदेशी नागरिक पोखरा घुम्नको लागि जान्छ र उसँग गरिएको व्यवहार हो। अहिले यो सामाजिक सञ्जालमा जताततै यही भिडियोहरू भाइरल भइरहेको छ। आफ्नो देशको, आफ्नो घरको इज्जत बचाउनको लागि चाहिँ त्यही आफ्नै घरको मान्छेलाई मात्रै चासो हुन्छ। त्यो भएको हुनाले हाम्रो देशमा कस्तो मान्छे बस्छन् भनेर चाहिँ अर्काको देशको मान्छेले चाहिँ आएर अवलोकन गर्दा उहाँहरूलाई चाहिँ यस्तो गरेर पठाउँदाखेरिमा त्यो व्यक्ति एउटा युट्युबर पनि हुनुहुँदो रहेछ र त्यो व्यक्तिले चाहिँ आफ्नो देशमा लगेर त्यो हाम्रो भिडियो देखाइदिएपछि ओहो नेपालमा यस्तो खालको मान्छे पनि हुँदो रहेछन् भनेर चाहिँ गलत अर्थ लाग्न सक्छ। त्यो भएको हुनाले दाजुभाइ तथा दिदीबहिनीहरू, हामी कसैले पनि विदेशी पाहुना हुन् उनीहरूको सम्मान गर्नुपर्छ। र त्यो जीवनाथ बरालज्यूलाई चाहिँ म के भन्न चाहन्छु, म के गर्थेँ यदि म उहाँको अभिभावक अथवा उहाँभन्दा माथिको तहको मान्छे म हुन्थेँ भने एनएमबी ब्याङ्कको म्यानेजर हुनुहुँदो रहेछ, मैले झाडु लाउने पनि राख्दिनँ, उहाँलाई म त्यहाँबाट बर्खास्टै गरिदिन्थेँ। तर नेपाल हो, नेपालमा 1.5 लाख रुपियाँको औँठी लाउनेले 50,000 त्यो औँठी बेचेर तिरिदिए पनि उहाँलाई केही भन्नेवालामा छैनन्। त्यो भएको हुनाले यस्तै मान्छेको राज्य छ, यस्तो मान्छेको अन्त्य गर्न जरुरी छ भन्दै आजको भिडियो तपाईँलाई कस्तो लाग्छ, म आजको भिडियोबाट बिदा हुन्छु। यदि मैले गलत भनेको भए र केही कुराहरू छुटपुट छन् भने भन्नुहोस् कमेन्ट मार्फत, फेरि म अर्को भिडियो तपाईँहरूको माझमा ल्याउनेछु। हस् त, धन्यवाद।